साथीहरु यो उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरमा अवस्थित त्यो कस्मेटिक म्याङ्गो हामीले नामाकरण गरेका छौं, जसमा एउटै बोटमा चाहिँ 3 वटा भेराइटी हामीले चाहिँ ग्राफ्टिङ गरेर बनाएको छ। एउटैमा चाहिँ दशहरी, डकमाई अनि अम्रपाली यो हेर्न सकिन्छ। साथीहरु यो अम्रपाली हो, एउटै बोटमा चाहिँ यो अम्रपाली फलेको छ। यो डार्क ग्रीन कलरको फ्रुट। त्यस्तै यो देख्न सकिन्छ यो थाइल्यान्डको म्याङ्गो, यो थाइल्यान्डको म्याङ्गो जसलाई डकमाई हामी भन्ने गर्छौं, डकमाई हो। यो काँचै खानलाई पनि स्वादिलो हुन्छ अनि सलादको रूपमा पनि खान सकिन्छ। काँचोमा धेरै अमिलोपन हुँदैन। त्यसरी हेर्न सकिन्छ यो। अनि यहाँसम्म अम्रपाली। त्यसपछि यतातिर हेर्नुहोस्, यो लाइट ग्रीन भन्नुपर्छ यसलाई। यो फल चाहिँ दशहरीको, यो दशहरी हो। यो हेर्नुहोस् कति मजाले फलिएको छ। यो यसपालिको हो यो दशहरी। एउटै बोटमा यो लटरम्म फलेको 3 वटा जात। यो चाहिँ साथीहरूले एउटै बोटमा पनि धेरै जातहरू फलाउन सकिन्छ। यो ग्राफ्टिङ विधिबाट विभिन्न हाँगामा ग्राफ्टिङ गरेर गर्न सकिन्छ। यो सक्दो साथीहरूलाई सेयर गरिदिन मैले अनुरोध गर्न चाहन्छु। हस्, धन्यवाद। हाम्रो सेक्टरहरुमा यो क्षेत्रमा जति आँपहरू प्रोडक्सन भइरहेछ त्यो 1 एम्ब्रियो भेराइटीहरू, जसको एउटा कोया रोप्दा एउटा बिरुवा मात्रै उम्रिन्छ क्या हैन। त्यस्तो केसमा के हुन्छ भने कोया रोप्दा त्यसको गुण पछि निस्किने बिरुवामा सर्दैन, कमै सर्छ, डिटोरेसन हुन्छ क्या। जस्तो हामीले अम्रपाली आँप खायौं, अम्रपालीको कोया रोपेर सबै गुण भएको अम्रपाली निस्किँदैन। त्यो भएर हामीले आँपको केसरमा ग्राफ्टिङ नै अथवा धेरै मिठो लाग्छ। जस्तो अलिकति यसको फेरि यो औषधीय मेडिसिनल भ्यालु यसको धेरै छ क्या। न एलोभेरा भन्ने छुट्टै हो। यो चाहिँ फल हुन्छ, यसमा फलेको कस्तो रोगको लागि युज गर्न मिल्छ? यो प्रेसर होइन, अनि त्यो खास यो फ्याट टाइपको रोगहरू हुन्छ नि।